नमस्कार, तपाईहरुलाई स्वागत गर्न चाहन्छु बिजनेस स्टुडियोको यो पोडकास्टभित्र। विशेष गरी देशको अर्थतन्त्र, समाज र मुलुकको समृद्धिको विषयमा आज हामीले कुराकानी गर्नका लागि एकजना युवा व्यक्तित्वलाई निम्त्याएका छौं, जसले देशलाई सुन्दर बनाउने सपना देख्नु भएको छ, जसले यो माटोमा धेरै सुन्दर फूलहरू फुलाउने संकल्प बोक्नु भएको छ। श्रम संस्कृति पार्टीका युवा लिडर, डायनामिक व्यक्तित्व बैकुण्ठ दाहालज्यूलाई म स्वागत गर्छु। यहाँलाई स्वागत छ। धन्यवाद सर। आराम हुनुहुन्छ? एकदम आराम। तपाईले नेतृत्व गरिरहनु भएको छ युवाहरूलाई, हैन? अलिकति काम गर्नुपर्छ, श्रम गर्नुपर्छ नेपालमा भनेर एउटा हर्कबाद जुन अहिले आइरहेको छ। हजुर। यसलाई तपाईले युथहरूलाई क्याम्पेन गरिरहनु भएको छ। के छ, साँच्चै मुलुक बनाउनको लागि अब त एक खालको बाटो पनि खुलिरहेको छ। देशमा नयाँ प्रधानमन्त्री सहित नयाँ जुझारु टिमहरू आएका छन्, हैन? तपाई के देख्नुहुन्छ मुलुकको भविष्य? यहाँबाट सुरु गरौँ। अब मुलुकको भविष्य म एकदमै राम्रो देखिरहेको छु, एकदमै अब चाहिँ सुन्दर देखिरहेको छु मुलुकको भविष्य। मैले मुलुकको भविष्य राम्रो देखिरहेको छु भनेर भन्दै गर्दाखेरि अब जुन अब हाम्रो नयाँ सरकार बन्दैछ, हैन? सरकारले अवश्य पनि युवाहरूलाई तपाईँको आफ्नै देशमा रोक्ने खालका नीतिहरू ल्याउला र यसमा चाहिँ अब हाम्रो श्रम संस्कृति पार्टीले भने जस्तो, हैन, आफ्नै देशमा श्रम गरेर, हैन, यहीँ पसिना बगाएर युवाहरूलाई चाहिँ तपाईँको चाहिँ आफ्नै देशमा रोक्ने खालको नीति अवश्य ल्याउँछ भनेर चाहिँ हामी चाहिँ अहिले एकदमै उत्साहित छौँ। हाम्रो श्रम संस्कृति पार्टीले पनि अब भर्खरै 3 महिनाको अवधिमा चाहिँ राष्ट्रिय पार्टी बनिसकेको अवस्था छ, हैन? अहिले चाहिँ आम नागरिकहरू पनि एकदम उत्साहित हुनुहुन्छ र हामी पनि अहिले एकदमै उत्साहित छौँ। देशको विकासको लागि, आम नागरिकको जनस्तरलाई उठाउनको लागि श्रम संस्कृति पार्टीको योजनाहरू के कस्ता छन्? अब मेन कुरो त श्रम संस्कृति पार्टीको योजना भनेको त आफ्नै देशमा पसिना बगाउने, आफ्नै देशमा उत्पादन गर्ने, आफ्नै देशको चाहिँ उत्पादन भएका वस्तुहरू आफूले उपभोग गर्ने, आफूले उपभोग गरिसकेपछि बचेकोलाई चाहिँ विदेश निर्यात गर्ने, विदेशी पैसा हामी चाहिँ यहीँ आफ्नै देशमा बसेर चाहिँ आयात गर्ने, विदेशी पैसा आयात गर्ने। हामी अहिले त के भइरहेको छ, अहिले त युवाहरूलाई हामी निर्यात गरेर विदेशी पैसा आयात गरिरहेका छौँ, हैन? मेन कुरो श्रम संस्कृति पार्टीको उद्देश्य भनेको चाहिँ हामी आफ्नै देशमा उत्पादन गर्ने, आफ्नै देशका उपभोग्य वस्तुहरू हामी चाहिँ आफूले उपभोग गर्ने र बाँकी रहेका वस्तुहरू विदेशमा निर्यात गरेर चाहिँ विदेशी पैसा निर्यात गरेर हामी आफ्नै देशमा धनी बन्ने, आफ्नै देशमा मालिक बन्ने, हामी चाहिँ तपाईँको विदेशीको गुलाम बन्ने, होइन? अब आफ्नै देशमा बसेर चाहिँ युवाहरूलाई आफ्नै देशमा रोक्ने, हामी चाहिँ देशलाई समृद्धशाली बनाउने, देशलाई चाहिँ एकदम सुन्दर बनाउने, देशमा चाहिँ युवाहरूलाई चाहिँ अब विदेश जानुपर्छ भन्ने यो चाहिँ मनस्थिति नै यो परिवर्तन गराउने। कस्तो राम्रो विचार। हजुर। भनेपछि हामीले अहिलेसम्म युवाहरूलाई बाहिर निर्यात गऱ्यौँ, अब हामीले उत्पादकत्व वृद्धि गरेर उत्पादनमूलक सामग्रीहरू निर्यात गर्नुपर्छ। अवश्य पनि हामीले त अब आफ्नै देशमा तपाईँको जति पनि बाँझो खेतबारी छ, हजारौँ रोपनी तपाईँको चाहिँ जग्गा जमिनहरू बाँझो छ, त्यो जग्गा जमिनलाई वर्गीकरण गर्ने, हैन? त्यो कुन जमिनमा कस्तो खालको उत्पादन हुन्छ, कहाँ कुन फलफुल कहाँ हुन्छ, तरकारी कहाँ हुन्छ, धान कहाँ फल्छ, कोदो कहाँ फल्छ, मकै कहाँ फल्छ, फापर कहाँ फल्छ, हो यो जग्गा जमिनलाई चाहिँ तपाईँको चाहिँ पहिला जमिनको माटो परीक्षण गर्ने, माटो परीक्षण गरेपछि त्यो जुन माटोमा जे चिज उत्पादन हुन्छ नि, हो हामी त्यो चिज उत्पादन गर्ने, उत्पादन गरिसकेपछि त हामीले चाहिँ यो प्रशस्त रूपमा हामी पहिला सानोमा पढ्दाखेरि हामीले कृषि प्रधान देश भनेर पढेका थियौँ नि, होइन? अहिले जति पनि कृषि जन्य सामग्रीहरू हामीले विदेशबाट ल्याएर चाहिँ उपभोग गरिरहेका छौँ, हो मेन कुरो त्यो रोक्ने नै श्रम संस्कृति पार्टीको चाहिँ पहिलो उद्देश्य हो। त्यो रोक्ने भनेको युवाहरूलाई आफ्नै देशमा रोक्ने हो, युवतीहरूलाई आफ्नै देशमा रोक्ने हो, नातिदेखि हजुरबासम्म सबै एउटै घरमा अट्ने हो। यस्तो खालको नीति चाहिँ श्रम संस्कृति पार्टीको चाहिँ त्यो चाहिँ उद्देश्य हो। हामी चाहिँ अब त्यसकै लागि चाहिँ अब अगाडि बढिरहेका छौँ। अवश्य पनि हर्कबादसित सम्बन्धित श्रम संस्कृति पार्टीका युवा नेता बैकुण्ठ दाहालज्यूसँग हामी कुरा गरिरहेका छौँ। खासमा झन्डै 18 सालतिरको कुरा हो। नेपालबाट 45,000 मेट्रिक टन धान निर्यात हुने गरेको हिस्ट्री छ नेपालसँग। र देशमा जडीबुटी, औषधि, हैन,
र पानीबाट बिजुली बेच्ने थुप्रै सम्भावनाहरू छन्। अब यहाँले त्यो विषय पनि उठाउनु भयो र नेपालमा अब पर्यटनको पनि उत्तिकै हामी सम्भावना देख्छौँ होइन। गौतम बुद्धको देश भन्छौँ, हिमाल हामीसँग छ, जो सगरमाथा विश्वमै नभएको चिज। सायद अबको जुन बालेन शाह एउटा युवा नेतृत्व हुनुहुन्छ, 35 वर्षको केटा होइन, यत्रो धेरै बहुमतसहित सिंहदरबार छिर्दै गर्दा, संसद भवनमा छिर्दै गर्दा अहिलेका युवाहरूमा कतिको जोस जागर उत्साह र खुसियाली पाउनुहुन्छ तपाईँले? अहिले त यो एउटा अचम्म कि यसरी बाढी आयो कि तपाईँको त्यहाँ राजसभाको यसरी चाहिँ जुन किसिमको चाहिँ लहर आयो र सँगसँगै हाम्रो श्रम संस्कृति पार्टी तपाईँको चाहिँ भर्खर 3 महिना नहुँदै 7-8वटा सिटमा तपाईँको चाहिँ विजय हासिल गर्दाखेरिमा होइन, अहिले युवाहरूमा एकदमै उत्साह देखिन्छ। तपाईँ जहाँ जानुहोस् युवाहरूलाई भेट्नुहोस्, अब त केही होला छ, आफ्नै देशमा चाहिँ केही गर्न सकिन्छ भन्ने खालको चाहिँ एकदमै युवाहरूमा चाहिँ त्यो हुटुटी बढेको देखिन्छ। तपाईँले अघि नै भन्नुभयो, देशबाट चाहिँ पहिला हामी यसरी चाहिँ निर्यात गर्थ्यौँ, अहिले हामी चाहिँ आयात गरेर खाइरहेका छौँ। म अहिले चुनावकै सिलसिलामा धादिङका कुना कन्दरासम्म पुग्दाखेरिमा के छ भनेदेखि हाम्रो धादिङमा पनि अथाह सम्भावनाहरू छ। हाम्रो धादिङमा रुबी भ्याली, रुबीको खानीदेखि लिएर गएर फलामको खानी, जस्ताको खानी, हेर्नुहोस् धादिङमा अथाह सम्भावनाहरू छ। हो, यो 77 जिल्लामा चाहिँ विभिन्न किसिमका यी प्रकृतिबाट चाहिँ हामीले लिन सक्ने चाहिँ अथाह सम्भावनाहरू छ। यसको अध्ययन हुन सकेका छैन, केही पनि हुन सकेका छैन। जब पहिलाका सरकारहरू थिए, उनीहरू चाहिँ आफ्नै कुर्सी कसरी जोगाउने, आफ्नै भाइ भारदार आफ्नो इष्टमित्रलाई कसरी सत्तामा लाने, कसरी तपाईँको चाहिँ त्यो डाडु पनियो दिलाउने, त्यता मात्र लागे। तर के छ त भनेदेखि अहिले जुन अब यो नयाँ सरकार बन्दैछ र उहाँहरूले चाहिँ अब विज्ञबाट चाहिँ हामी चाहिँ सरकार बनाउँछौँ, संसदहरूलाई चाहिँ तपाईँको नीति बनाउने ठाउँमा राख्छौँ भन्नुभएको छ होइन। यसले गर्दाखेरिमा चाहिँ युवाहरूमा एकदमै उत्साह पलाएको छ। अब जति पनि विदेशमा भए, मेरो विचारमा विदेशमा भएका चाहिँ अब चाहिँ जति युवाहरू हुनुहुन्छ उहाँहरू पनि विदेश फर्कँदै हुनुहुन्छ, स्वदेश फर्कँदै हुनुहुन्छ। अर्को कुरा मैले तपाईँलाई चाहिँ एउटा कुरा भन्नैपर्छ, अहिले हाम्रो गाउँ घरमा जति पनि घुमी होइन, गाउँघरमा पहिला के थिएन, पहिला बाटो थिएन, बिजुली थिएन, अब स्कुल थिएन होइन, अलि राम्रो खालको स्वास्थ्य सुविधा पनि थिएन। अहिले गाउँमा त्यो सबै भइसकेको छ। अनि मैले तर मान्छे त छैन, मान्छे छैन गाउँमा। हो, गाउँमा युवाहरू छैन। हो, त्यो अवस्था चाहिँ अब युवाहरूलाई गाउँमै फर्काउनु पर्छ। र मैले अघि पनि भने हजुरलाई, हजुरबादेखि नातिसम्म अब गाउँमै बस्ने वातावरण बनाउनुपर्छ। त्यति भयो भनेदेखि हामी चाहिँ एकदमै आफ्नै देशमा चाहिँ बसेर चाहिँ केही गर्ने सम्भावना छ। अब विकासका सम्भावनाहरू गाउँमा छिरिसकेको छ, विकासका ढोकाहरू सबै खुलिसकेका छ। अब विकास गर्ने जुन यो चाहिँ युवाहरू छ नि, हो युवा पनि यस्तो छ। अब यसलाई हामीले पोजिटिभ रूपबाट हेर्दाखेरि अब गाउँबाट मानिसलाई ओके बजारमा आउनु मन लागेको थियो होला, जब बजार आइसकेपछि सिङ्गो विश्व हेर्न मन लागिरहेको थियो होला होइन। र विश्वको विकास, त्यो हरेक देशमा भएको समृद्धि, त्यहाँको चाहिँ एउटा चाहिँ जुझारु पक्षलाई अब हामीले फेरि देशमा भित्राउन सक्छौँ नि होइन। त्यो त अवश्य। मैले के भनेदेखि मैले तपाईँलाई अघि भन्दै थिएँ होइन, जति पनि हाम्रा युवाहरू विदेशमा जानुभएको छ उहाँले विभिन्न सिप सिक्नु भएको छ। कोही डक्टर हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ, कोही विभिन्न पेसामा विभिन्न उसमा चाहिँ उहाँहरू दक्षता हासिल गरिसक्नुभयो। हो, अब उहाँहरूले त्यहाँ लिएको चाहिँ त्यहाँ पाएको दक्षतालाई चाहिँ अब आफ्नै देशमा सदुपयोग गर्नु पर्यो। त्यो सिपलाई चाहिँ आफ्नै देशमा चाहिँ आफ्नै भूमिमा आफ्नै माटोमा चाहिँ यो चाहिँ त्यसलाई चाहिँ उपभोग गरिसके पछाडि हामी समृद्धशाली हुनलाई समय नै लाग्दैन। हामी सबै कुराले रेडी छ। मैले भनिसकेँ, हामीसँग जति पनि दक्ष युवाहरू विदेशमा हुनुहुन्छ, अब उहाँहरू स्वदेशमा फर्किनु पऱ्यो, आफ्नै माटोमा पसिना बगाउनु पऱ्यो, आफ्नै भूमिमा चाहिँ तपाईँको चाहिँ काम गर्नु पऱ्यो, आफ्नै देशमा चाहिँ छाती खोलेर चाहिँ तपाईँको चाहिँ काम गर्नु पऱ्यो, समृद्धशाली बढ्नु पऱ्यो। युवाहरू चाहिँ अब स्वदेश फर्किनु पऱ्यो। म चाहिँ विशेष गरेर चाहिँ विदेशमा भएका युवाहरूलाई चाहिँ अब तपाईँहरू त्यहाँ कमाइसक्नुभयो, सबै गर्नुभयो, अब ठिकै छ, जति कमाउनु भएको छ जे छ लिएर आउनुहोस् होइन। आफ्नै अब चाहिँ मुलुकमै अब बनाउँ, अब तपाईँ हामी सबै मिलेर गरौँ होइन। हामी यहाँ वर्षौँदेखि चाहिँ आफ्नै देशको लागि चाहिँ मरिमिटिरहेका छौँ। अब तपाईँहरूले त्यहाँ जे छ, जे सिक्नु भएको छ, जति अब कमाउनु भएको छ होइन, लिएर आउनुहोस्। तपाईँ हामी अब हातैमालो गरेर चाहिँ सँगै अगाडि बढौँ, देशलाई चाहिँ समृद्धशाली बनाऊँ। अत्यन्तै राम्रो, अत्यन्तै महत्त्वपूर्ण, अत्यन्तै जुझारु र अत्यन्तै मोटिभेसनल भनाइ यहाँले राख्नुभयो। साँच्चै नै हामीले शिक्षालाई परिवर्तन गरेर टेक्नोलोजीमा गएर होइन एउटा विकासको अवधारणामा देशलाई अगाडि बढाउन सक्छौँ। हामी अन्त्यमा आयौँ र अन्तिममा हामीसँग थोरै सेगमेन्ट छन्। हामीले चाहिँ यो समय सन्दर्भभित्र रहेर सम्भावनाका विषयवस्तुलाई पनि उठाउने गरी हामीले केही तपाईँलाई म सटिक क्वेसनहरू सोध्छु, तपाईँले चाहिँ भन्नुपर्ने हुन्छ है त।
तपाईँलाई मनपर्ने नेता बालेन शाह कि हर्क साङपाङ? मलाई त अवश्य पनि अहिले हर्क साम्पाङ जस्तो भिजन त कोही पनि छैन, कसैसँग पनि छैन। यो देश बनाउने भनेको अब हर्क साम्पाङले हो होइन, यसमा चाहिँ अन्यथा लिनुपर्ने छैन। अब देशको लिडर भनेको हर्क साम्पाङ हो, ढिलो चाँडो तपाईँको चाहिँ देश सम्हाल्ने भनेको हर्क साम्पाङले नै हो। हामीलाई मनपर्ने देश भारत कि अमेरिका? होइन, भारत पनि होइन, अमेरिका पनि होइन। हामीलाई देश मनपर्ने देश हाम्रो नेपाल नै हो। हामी त्यो तपाईँको चाहिँ भारत अमेरिका भनेर नहाल्ने, हाम्रो यस्तो सुन्दर देशमा हामी यसरी चाहिँ नेपाली भएर यसरी गर्व गरेर हिँडिरहेका पाएछौँ होइन। हामीले अब चाहिँ भारत अमेरिका यो त्यो देश भन्ने होइन, आफ्नो देश मातृभूमि नेपाल। विकासका हिसाबबाट या घुम्न जानको लागि चाहिँ भारत कि अमेरिका? होइन, घुम्न त हामी सबैतिर जानुपर्छ। हामीले त्यहाँको चाहिँ सबै कुरो अध्ययन गर्नुपर्छ, हेर्नुपर्छ, बुझ्नुपर्छ, त्यहाँ भएका राम्रा कुराहरू अनुसरण गर्नुपर्छ। हामीलाई सबै देश चाहिन्छ, हामी सबैतिर घुम्नुपर्छ। सिक्नको लागि र अध्ययन गर्नको लागि भारत कि अमेरिका? होइन, सिक्न अध्ययन गर्न पनि मैले भनिसकेँ, हामी भारत अमेरिका मात्रै होइन, चाइना पनि, अब युरोपियन देशहरू पनि हामी सबैतिर जानुपर्छ, सिक्नुपर्छ, अध्ययन गर्नुपर्छ। त्यो लिएर आएर हाम्रो देशलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई चाहिँ कसरी हुन्छ हामीले अनुसरण गर्न सक्नुपर्छ। ओके, तपाईँलाई विकासको लागि गर्न सकिने ठाउँ अब नेपाल राष्ट्र बैङ्क कि अर्थ मन्त्रालय? यो त दुईवटा सिक्काको एउटै पाटा हो होइन। यसलाई चाहिँ तपाईँको चाहिँ यो राष्ट्र बैङ्क बिना अर्थ मन्त्रालय पनि चल्दैन, अर्थ मन्त्रालय बिना राष्ट्र बैङ्क पनि चल्दैन होइन। त्यो भएले गर्दाखेरिमा चाहिँ यो दुवैलाई चाहिँ समान रूपमा हेर्छु मैले। ओके, ल अन्तिममा तपाईँको भनाइ केही छ? अन्तिममा मेरो भनाइ के छ भन्दाखेरिमा चाहिँ अब आम चाहिँ देशवासीहरू चाहिँ जुन अहिले परिवर्तन चाहनु भएको छ होइन, यो परिवर्तनलाई चाहिँ अब बन्ने प्रधानमन्त्रीले होइन, अब बन्ने सरकारले चाहिँ तपाईँको चाहिँ अवश्य सम्बोधन गर्ने नै छ। र अन्त्यमा म के भन्छु भनेदेखि हाम्रो जुन हर्क साम्पाङजीले पनि भनिरहनु भएको छ, स्कुल तहदेखि नै तपाईँको चाहिँ हामी अब अलिकति श्रममा जोडिनुपर्छ होइन। र यो स्कुलमा जुन पाठ्यक्रम छ, पुरानो पाठ्यक्रमहरू भत्काएर पुरानो पाठ्यक्रम च्यातेर होइन, 8, 9, 10 का विद्यार्थीलाई चाहिँ हामीले चाहिँ असार, साउन र मङ्सिरमा यो जुन अन्न बाली उत्पादन त्यो खेती गर्ने बेला र उत्पादन त्यो भित्राउने बेलामा हो, यो 8, 9, 10 का विद्यार्थीहरूलाई हामीले चाहिँ त्यो फिल्डमा लानुपर्छ। उनीहरूलाई चाहिँ तपाईँको धान, मकै, गहुँ, कोदो कसरी उत्पादन हुन्छ भन्ने कुरो त्यो देखाउनु पर्ने हुन्छ। र आफ्नै देशमा चाहिँ उत्पादन गरेर चाहिँ हामीले चाहिँ देशलाई समृद्धशाली बनाउनुपर्छ होइन। त्यो भएले गर्दाखेरि मेरो एउटा भनाइ के छ भनेदेखि अब विद्यालय तहदेखि यो व्यावसायिक र कृषि शिक्षालाई चाहिँ एकदमै प्राथमिकतामा राखेर चाहिँ अब अगाडि बढ्नुपर्छ। यो कृषि बिना देशलाई चाहिँ समृद्धशाली बनाउन सकिँदैन, श्रम बिना हामीले चाहिँ देशलाई समृद्धशाली बनाउनु पर्दैन, हामी श्रममा जोडिनै पर्छ। श्रम बिना देशको विकास सम्भव छैन। हुन्छ, यहाँलाई आफ्नो अमूल्य विचार, महत्त्वपूर्ण समय र तपाईँको जुन यो जुझारु एउटा पक्ष छ, हरेक युवाले चाहिँ अनुसरण गर्नुपर्ने, एउटा सम्भावना आफ्नै देशभित्र देख्नुपर्ने, खोज्नुपर्ने र त्यो भएको सम्भावनालाई हुर्काउनु पर्ने, यी विचारका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हुन्छ, मलाई पनि यो बिजनेस स्टुडियोको पोडकास्टमा आएर चाहिँ मलाई आफ्नो भनाइहरू राख्ने अवसर दिनुभयो होइन। माधव सर लगायत सम्पूर्ण यो बिजनेस स्टुडियो टिमलाई चाहिँ धन्यवाद दिन्छु। धन्यवाद। हवस् त, आजको लागि यो कार्यक्रम यहीँ सक्छौँ। हवस् त, आजको लागि हाम्रा अतिथिसँगै म पनि बिदा हुन्छु। नमस्ते।